मजाले तपाईलाई चाहिँ सुझाव दिनुभएको छ त्यो सोझो मान्छेलाई के गर्नुभएको अब महावीर पुललाई यो मनको बाघले किन खाएको थाहा छैन मनको बाघले नखाएको मनको बाघले खाएको भन्थ्यो बुढापाकाले मैले चाहिँ विशेष गरेर रामेश्वर खनाल र कुलमान घिसिङको नामलाई इङ्गित गरेर त्यो कुरा भनेको थिएँ उहाँहरूले क्वार्टर लिन्न सचिवालय लिन्न पिएसओ लिन्न गाडी लिन्न भनेर स्टन्टबाजी गरिसके पछाडि कुलमानजीका अकुश सम्पत्ति र भ्रष्टाचारका दर्जनौं मुद्दाहरू छानबिन हुँदैछ तपाईँले यो लिन र त्यो लिन भनेर भन्नुको कुनै अर्थ छैन र रामेश्वर खनालजी पूर्व सचिव भएको हुनाले उहाँ पेन्सन लिने कि नलिने उहाँले यो धेरै कुरा लिन्न भन्नुको मतलब त कुलमानजी रामेश्वरजीहरूसँग त मन्त्री क्वार्टर सरका घरहरू रहेछन् मन्त्रीले चढ्ने जस्ता 2-3 गाडी रहेछन् त्यो ढङ्गका पिएसओ रहन सक्ने उहाँहरूको आर्थिक स्रोत रहेछ तेल हाल्न सक्ने हैसियत रहेछ त्यसको मतलब त उहाँको पुर्खौली सम्पत्ति त पक्कै होइन होला त्यसो हुनाले सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारको छानबिन गर्दा उहाँहरूबाट गर्नुपर्छ भनेको त्यो बिचरा त्यो सोझो मगर उहाँलाई चाहिँ अब त्यो मलाई भने जस्तो पर्यो होला मैले महावीरजीलाई भने उहाँ जतिको वैज्ञानिकले त म सम्मान नै गर्छु